नमस्कार यहाँहरू सबैलाई। फेसबुक तपाईँको फेसबुक ग्रो भइरहेको छैन। नियमित फोटो भिडियो स्टोरी सबै हालिरहनु भएको छ, तर चाहिँ त्यति लाइक कमेन्ट र भ्युजहरू आउँदैन। अब के गर्ने? पक्का पनि त्यहाँ चाहिने इस्युजहरू हुनुपर्छ। यसको लागि हामीले चेक गरेर त्यसको निराकरण गर्दै जानु पर्दछ। हामीहरूको यो तीनवटा गल्ती हुन्छ र त्यो मुख्य तीनवटा गल्ती जसले चाहिँ यस्तो भइरहेको हुन्छ, यसलाई हामीले हटाउनु पर्दछ। अब त्यो तीनवटा गल्ती के हुन् त भन्दाखेरि, पहिलो चाहिने तपाईँको फेसबुकमा जाने अनि प्रोफाइलमा क्लिक गर्ने अनि तीनवटा त्यो धर्को जो आउँछ माथि त्यहाँ क्लिक गर्ने अनि हेल्प एन्ड सपोर्ट आउँछ त्यहाँ क्लिक गर्ने अनि फेरि सपोर्ट आउँछ त्यहाँ क्लिक गर्ने। त्यसपछि सपोर्टमा गरेपछि अदर कम्युनिकेसन आउँदछ अनि त्यहाँ गल्ती भएको छ भने इस्यु देखाउँछ, त्यहाँ लेखिएको कुरा आउँछ तपाईको यस्तो यस्तो भएको छ भनेर। हो, अबदेखि चाहिँ त्यस्तो चाहिँ नगर्नु होला। र दोस्रो नम्बरमा के छ भने ब्ल्याक रिल भनेर देखिन्छ। फेसबुकले अपलोड गर्दैन ब्ल्याक रिललाई। यो हेर्नको लागि हामीले प्रोफेसनल ड्यासबोर्डमा जाने, त्यहाँ क्लिक गर्ने अनि कन्टेन्ट्स भन्ने माथि हुन्छ दायाँतिर, त्यहाँ क्लिक गर्ने। अब कन्टेन्टहरूको लिस्ट आउँछ त्यहाँ हेर्नुस्। त्यहाँ तपाईले चाहिने एउटा बक्समा कालो चाहिने लागेको आउँदछ। अब यस्तो चाहिँ नगर्नु होला। यसलाई चाहिने हामीले निराकरण गर्नु पर्दछ। तेस्रो गल्ती हाम्रो के हो भने अननेसेसरी ट्याग्सहरू। अब अर्को साथीले चाहिने हाम्रो नाम समेत राखेर हाम्रो नाम ट्याग गरिदियो। यसले हामीलाई चाहिँ हाम्रो रिचलाई चाहिँ घटाउँछ। त्यसकारण यस्तोलाई हामीले हटाउनु पर्दछ। फेसबुकमा जाने, क्लिक गर्ने अनि प्रोफाइलमा जाने अनि त्यहाँ माथि चाहिने तीनवटा डट हुन्छ, त्यहाँ क्लिक गर्ने अनि प्रोफाइल सेटिङ भन्ने आउँछ, त्यहाँ हेर्नुस्। त्यहाँ रिभ्यू पोस्ट एन्ड ट्याग भनेर देख्नुहुन्छ, त्यहाँ क्लिक गर्नुस्। अनि अब त्यो पोस्ट आउँछ, तपाईलाई कहाँ तपाईको नाम ट्याग गरिएको छ अनि त्यहाँ गएर चाहिँ तीनवटा चाहिँ त्यो डट देख्नुहुन्छ, त्यहाँ तपाईले चाहिँ क्लिक गर्नुस्। अनि त्यहाँ क्लिक गरेपछि रिमुभ ट्याग्स भनेर आउँछ अनि त्यहाँ क्लिक गर्नुस् र चाहिँ आफ्नो चाहिँ ट्यागलाई हटाउनुस्। धन्यवाद। अर्को चाहिने भिडियोमा